स्वागत छ है मेरो न्यू ब्लगमा। आज गएर चाहिँ फेरि हामी घुम्नलाई साथी बोलाएको छ, आउँदैछ अरे लिनलाई। अब भेट्छु नि त्यसरी बजारमा, त्यो पनि तपाईँलाई घुमाउनलाई। ओके चारतिर पुरा यसले भनेर थियो म आउँदैछु भनेर, यस्तै वेटिङमा थियो हामी लाइनको। एउटा फुल टु फुल ट्राफिक यहाँ सिङ्गाङको पुलामा जाम लागेको छ अहिले। यहाँ पुरा टेम्पोवाला कति कडे छौ? यहाँ हाम्रो हटियाको दिन आज धेरै भिड छन्, फुल भिड। कति जाम छ धेरै नि आज पनि भिड छ। आज हटिया छ नि त, यहाँ हटिया छ आज, त्यसैले भिड पनि खतरा दोहोरो छ। मेला नै भन्नु के भन्नु यार, धेरै नि भिड छ खतरा। घाम पनि दोहोरो छ। घाम पनि दोहोरो, भिड पनि दोहोरो छ आज। यहाँ हेर्नु बाटो पनि पुरा फुल टु फुल बिग्रेछ विराटनगरको। बाटो नै बिग्रे भएपछि त अब भइहाल्छ नि कचरा। धेरै नै दुःख परेछ दोस्त, हामीलाई यस्तो बाटोमा हिँड्नु पर्दैछ अहिले। त्यो पनि गोदाम गइरहेको छु अरे र यही त्यो ड्राइभर खतरा हो फेरि सिसीको नि। बाटो पनि खतरा छ, युनिक लाग्यो, धेरै नि युनिक। गाडी बन्द हुने आँटेछ तर पनि अफ अन गरेर युज काम चलाउँदैछ, ठिकै छ। तर राम्रो लाग्यो, गाडी लास्टमा रुकिसक्यो। रुक्दैन अरे, ड्राइभर खतरा छ। रुक्दैन अरे, गाडी त रुक्दैन। आदमी चले न चले पेडल मारते रहो। युनिक अरे स्कुल बाटो हो यो। यहाँनिर पशुपति स्कुल छ अरे, अनि यसको यस्तो बाटो, यस्तो हालत, मतलब अनि स्टुडेन्टहरू कस्तो होला। म त अझै फर्स्ट टाइममा मेरो यस्तो बुझाइरहेछ, मलाई यस्तो फिल भइरहेछ। अब के भनौँ तपाईँलाई, मतलब स्कुल हो यहाँनिर, तर यस स्कुलको अगाडितिरको यस्तो बाटो नहुने कुरो, तर आज युनिक छ है। मालकी जब के हो न, फाइनली आइपुगेछौँ, जसो तसो गरेर त पुऱ्याइदिएछ फ्याक्ट्रीसम्म। यहाँ गेट पनि ओपन भइसकेको छ, फ्याक्ट्रीसम्म पुगिसकेको छु। राम्रो कुरो हो, पुऱ्याइदिएछ फ्याक्ट्रीसम्म। ड्राइभर भाइले खतरा ड्राइभिङ गरेर यसमा त इज्जत त बचाइदियो नि, राम्रो कुरो हो। पनि चलिरहेको छ अहिलेसम्म, नै छ। सिधै अड्डामा गएर रोकिन्छ गाडी, खतरा हो। कतिखेर फेरि बस्दा हुन्छ थाहा छैन, तर पनि पुऱ्याइदिएछ अड्डासम्म। त्यो गाडी यहाँ रोकिन, यहाँबाट सिधै त्यसले यहीँ छिराइदियो, सिधै गुदाममै। यहाँ टिनको फ्याक्ट्री जस्तो कि आई थिङ्क तेल बन्दै होला, यहाँ तेलको फ्याक्ट्री हो यहाँ। तर राम्रो हो। ह्यान्ड ब्रेक लगाएको थियो नि, यति परेशान भयो। ह्यान्ड ब्रेक लागेको थियो, ह्यान्ड ब्रेक लगाएर गाडी कुदाउँदै थियो, अनि यस्तो भयो। म हात छाड्यो, धेरै नै दुःख गर्नु पर्यो। यो ड्राइभरलाई थाहा थिएन ह्यान्ड ब्रेक लागेको छ भनेर, तर राम्रो कुरो हो। धेरै दुःख गर्यो, धेरै राम्रो दुःख गर्नुपर्छ। यहाँ हाम्रो तेलको फ्याक्ट्री, तर पनि पुगाइदिए। आइज तेलको फ्याक्ट्री जस्तो गरेर पुऱ्याइदिएछ। तेलको फ्याक्ट्री छ, भित्रतिर लागौँ। मजदुर खतरा छ नि त यो सिटी ड्राइभर, फेरि एक खतरा। तेल फ्याक्ट्री पुरा खतरा, यहाँसम्म तेल प्याक हुन्छन्, मस्त क्वालिटी छ, राम्रो हुन्छ। भित्रीको काम पुरा खतरा चलिरहेको छ एकदम, मोन पोन मस्तीले। हामी त्यहाँ फ्याक्ट्रीबाट यसको घर जाने बाटो निर यहाँ बसेर पुरा तमस्या गरिरहेको छु। गाडी नै बन्द भयो, यहाँ अफ अन पनि गर्न छोडिदिएको। यो ड्राइभर खतरा ड्राइभर, गाडी पनि बन्द गरिदिएछ। यहाँ बाटोमा बसेको छु। अब घरबाट लिन आउँदैछ अरे, त्यो सिटी लिएर। आई थिङ्क सिटी लिन आउँदैछ अरे, त्यो पनि अब धक्का लाग्नुपर्छ यहाँबाट, आई थिङ्क मलाई जस्तो लाग्छ। त्यो फ्याक्ट्री राम्रोसँग पुग्यो, त्यहाँबाट राम्ररी निस्क्यो, यहाँ आएर ठ्याक्क बन्द भयो गाडी। अब चल्नै मानिरहेको छैन यो गाडी यार, के भन्नु यार। एक साथ
हाम्रो सिटी चलिरहेको छैन तर पनि हामी यति टाढासम्म आइसकेका छौँ जगमनीबाट अरे त्यो पनि अभन गर्दै गर्दा यतिसम्म आएको छु फाइनली घरसम्म त पुगिहाल्छु फिक्सै हो अलिअलि यता ढोका दिन्छ नि पुग्छु पनि तर घरसम्म फाइनली पुग्छु अब हेरौँ घरसम्म अलिकति रफ्तारमै आउँदैछ अहिले पुग्नै आँटेछु घर पुग्नै आँटेछु अब अफन गरिरहेको छ यहाँदेखि हामी गल्लीमा घर पुग्नै आँटेछु बल्ल तल त साथ दियो सिटीले नभए त कहाँसम्म पुग्छ होला अब फाइनली घर पनि पुगिसक्यो अरे घर पुगिसक्यो अरे